मा प्रवेश आमुद मा पश्चिम रुकुममा रहेको स्यार्बु तालको छेउबाट मैले हालसालै लेखेको एउटा गजल तपाईहरुको बीचमा सम्प्रेषण गर्न चाहन्छु। देखिदैन बाहिरबाट भित्र अनेक कथा छ, देखिदैन बाहिरबाट भित्र अनेक कथा छ, ठिकै छ भन्नै पर्यो पीडा छ व्यथा छ। देखिदैन बाहिरबाट भित्र अनेक कथा छ, ठिकै छ भन्नै पर्यो पीडा छ व्यथा छ। हजुर त कहिले कसो मात्र सम्झिसिन्छ होला, हजुर त कहिले कसो मात्र सम्झिसिन्छ होला। म त सधैँ सम्झिरहन्छु सम्मान छ श्रद्धा छ, म त सधैँ सम्झिरहन्छु सम्मान छ श्रद्धा छ। देखिदैन बाहिरबाट भित्र अनेक कथा छ, ठिकै छ भन्नै पर्यो पीडा छ व्यथा छ। गरेपछि सम्झना हजुरले मेसेन्जरमा पठाइसिन्छ, गरेपछि सम्झना हजुरले मेसेन्जरमा पठाइसिन्छ, गरेपछि सम्झना हजुरले मेसेन्जरमा पठाइसिन्छ। हजुरको माया त मेरो हृदयको बीचमा दर्ता छ, गरेपछि सम्झना हजुरले मेसेन्जरमा पठाइसिन्छ। हजुरको माया त मेरो हृदयको बीचमा दर्ता छ। देखिदैन बाहिरबाट भित्र अनेक कथा छ, ठिकै छ भन्नै पर्यो पीडा छ व्यथा छ। अरूलाई अरू रोगको चिन्ता छ पीर छ, अन्तिम शेर मक्तामा छु म। अरूलाई अरू रोगको चिन्ता छ पीर छ, अरूलाई अरू रोगको चिन्ता छ पीर छ। मलाई भने हजुरकै चिन्ता रोगको खतरा छ। अरूलाई अरू रोगको चिन्ता छ पीर छ, अरूलाई अरू रोगको चिन्ता छ पीर छ, अरूलाई अरू रोगको चिन्ता छ पीर छ। मलाई भने हजुरकै चिन्ता रोगको खतरा छ। देखिदैन बाहिरबाट भित्र अनेक कथा छ, ठिकै छ भन्नै पर्यो पीडा छ व्यथा छ। धन्यवाद। हवस् त, नमस्ते।